नमस्कार साथीहरू, आज हामी कक्षा 12 को च्याप्टर 3 फ्लुइड स्ट्याटिक्सको स्टोक्स ल भन्ने डेरिभेसन गर्न गइरहेका छौँ र यो चाहिँ कक्षा 12 मा पढ्ने म्याक्सिमम विद्यार्थीहरूलाई प्रब्लम आउने, गाह्रो लाग्ने मध्येको एउटा डेरिभेसन हो र आज हामीले यसलाई कन्सेप्चुअल तरिकाले अथवा सजिलो तरिकाले चाहिँ बुझ्ने अनि सिक्ने कोसिस गर्नेछौँ है त। स्टोक्स ल भनेको के हो त? स्टोक्स लले के भन्छ त भन्ने कुरा हामीले पहिला बुझ्न जरुरी छ। स्टोक्स लले चाहिँ के भन्छ भन्दाखेरि अ ड्र्याग फोर्स अन अ स्फियर अफ फ्लुइडको जुन थोपा स्फियर सेपको हुन्छ त्यसको ड्र्याग फोर्स इज प्रोपोर्सनल टु इट्स रेडियस। त्यही फ्लुइडको जुन स्फियरको रेडियस त्यसैको भेलोसिटी र त्यसैको भिस्कोसिटीसित प्रोपोर्सनल हुन्छ के ड्र्याग फोर्स भनेर भन्ने गर्छ। ओके, यो चाहिँ भयो स्टेटमेन्ट। स्टोक्स ल स्टेट दैट द ड्र्याग फोर्स अन अ स्फियर अफ फ्लुइड, ड्र्याग फोर्स के को फ्लुइडको स्फियर सेपको थोपाको इज प्रोपोर्सनल टु इट्स रेडियस। यही स्फियरको रेडियस, यही स्फियरको भेलोसिटी र यही स्फियरको भिस्कोसिटीसित डाइरेक्टली प्रोपोर्सनल के हुन्छ? ड्र्याग फोर्स हुन्छ भनेर भन्यो। स्टेटमेन्टबाट के थाहा पाइयो भन्दाखेरि चाहिँ ड्र्याग फोर्स इज डाइरेक्टली प्रोपोर्सनल टु रेडियस, भिस्कोसिटी एन्ड भेलोसिटी, यो थाहा पाइयो। अब यहाँ के हुन्छ भन्दाखेरि एफ इक्वल्स टु कन्स्ट्यान्ट आउँछ। के यो भइसक्यो। अनि के भनेको के हो त? के भनेको इज अ प्रोपोर्सनालिटी कन्स्ट्यान्ट र यो माथि आएको एबिसी इज द प्रब्लम फर स्टुडेन्ट। यो सल्भ गर्न चाहिँ विद्यार्थीलाई म्याक्सिमम स्टुडेन्टलाई चाहिँ गाह्रो लाग्ने हुन्छ। अब यो ए बी एन्ड सी आर नम्बर्स टु बी determined and K is proportionality constant। यदि हामीलाई थाहा भयो, अब राइटिङ द एबोभ इक्वेसन इन डाइमेन्सनल फर्म, यो माथि दिएको इक्वेसनलाई डाइमेन्सनल फर्ममा लेख्न पर्यो। माथिको इक्वेसनलाई डाइमेन्सनल फर्ममा लेख्दा के हुन्छ त? यो के इज डाइमेन्सन लेस है साथीहरू, किनभने कन्स्ट्यान्टको डाइमेन्सन कहिले पनि हुँदैन नि। के इज डाइमेन्सन लेस भनिसकेपछि के को डाइमेन्सन लेख्न परेन, तर फोर्सको डाइमेन्सन के हुन्छ? M1 L1 T-2 हुन्छ। त्यही लेख्ने हो यहाँ, M L T-2। अब हाम्रो भिस्कोसिटीको डाइमेन्सन के हुन्छ? इक्वल्स टु M1 L-1 T-1 हुन्छ भिस्कोसिटीको। माथिको पावरको ए जस्ताको तस्तै छ। अब भेलोसिटीको के हुन्छ? भेलोसिटीको L1 T-1 हुन्छ, पावरको बी जस्ताको तस्तै छ। रेडियसको के हुन्छ? L मात्रै हुन्छ, L पावरको सी जस्ताको तस्तै छ। अब यसलाई सिंगल बनाएर लेखौँ है त। यसलाई सिंगल बनाएर लेख्दा M L T-2 विल बी M ए एउटा मात्रै M छ, L माइनस ए यहाँ पनि एउटा छ, प्लस बी यहाँ पनि एउटा छ, प्लस सी। अनि टी कतिवटा छ? टी यहाँ छ, टी माइनस ए अनि टी यहाँ छ भनिसकेपछि प्लस बी हो, होइन माइनस बी हो, किनभने टी को पावर माइनसमा छ भनिसकेपछि यो यति हुने भयो। यति भइसकेपछि अब यसको पावर र यसको पावरलाई कम्पेयर गरौँ न त। कम्पेयरिङ द करस्पोन्डिङ पावर कम्पेयर गर्दा के हुन्छ? M को र M को यसको पावर कति हो? 1 छ भनेपछि A इक्वल्स टु 1 हुने भयो। अब L को यतापट्टि कति छ? 1 छ, तर यतापट्टि कति छ? माइनस ए प्लस बी प्लस सी इक्वल्स टु 1। अब टी को माइनस ए माइनस बी इक्वल्स टु -2। अब यसलाई सल्भ गर्दाखेरि के हुने रहेछ भन्दाखेरि
बाई सल्भिङ वी गेट सल्भ गर्दाखेरि के ए भनेको 1 हामीले थाहा पाइसक्यो यो ए को भ्यालु यहाँ हाल्दाखेरि बी विल अल्सो बी 1 एन्ड यो ए र बी को भ्यालु यहाँ हाल्दाखेरि सी विल अल्सो बी 1 भनिसकेपछि एबिसी को भ्यालु अब यो माथिको इक्वेसनमा हाल्दा के हुन्छ त माथिको इक्वेसन विल बी एफ इक्वल्स टु के इटा ए बी बी आर सी ठीक छ अनि बाई एक्सपेरिमेन्टले के थाहा पाइयो गरे भन्दाखेरि चाहिँ के इक्वल्स टु 6 पाई हुन्छ भन्ने थाहा पाइयो गरे एक्सपेरिमेन्टले के थाहा पाइयो के इज 6 पाई भन्ने थाहा पाइयो अब एबो इक्वेसन विल बी माथिको इक्वेसन के भयो त के इक्वल्स टु 6 पाई थाहा पाएपछि एफ इक्वल्स टु 6 पाई इटा आर बी हुने भयो अनि यो माथिपट्टि के भयो भन्दाखेरि चाहिँ यहाँ के इटा बी आर भयो किनभने ए इक्वल्स टु 1 बी इक्वल्स टु 1 सी इक्वल्स टु 1 र हामीलाई रिक्वायर्ड इक्वेसन चाहिँ यही हो।